सो हेलो गाइज वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा। आजको ब्लग स्टार्ट गरेर थिएँ बिहानमा 6 बजीदेखि। हेर्न सक्नुहुन्छ हामी 3जना वकमा गएका थियौँ। म भिडियो बनाउन लागेको राधा दिदीले मेरो भिडियो नबनाऊ मैले मेकअप गरेको छैन भनेर भन्न लाग्थेँ। त्यसपछि फेरि गाइज म घर आएँ। घर आएर मैले नास्ता सास्ता बनाएर खाइसकेको थियो। मेरो बुढा दोकान गइसक्नु भएको थियो। हेर्न सक्नुहुन्छ दिउँसो ढेर आउनुभएको थियो मेरो बुढा खाना खानको लागि। साथमा लिएर आउनुभएको थियो रसगुल्ला। मलाई रसगुल्ला त पसन्द छैन गाइस, मिठा मलाई पसन्द छैन। पनि अब ल्याइहाल्नु भएको छ त भनेर मैले 2टा खाइहालेँ। मलाई मिठा पसन्द छैन गाइस, मलाई तिखा जति दिए पनि तिखा राम्रो लाग्छ। मिठामा मलाई केही पसन्द छैन, पनि मैले 2टा खाएँ। त्यसपछि गाइस हेर्न सक्नुहुन्छ मेरो बुढाले दिनुभएको थियो मलाई 600 रुपियाँ। किन दिनुभएको थाहा छ? किनकि मलाई ल्याउनु थियो घरमा भाजीहरू थियो न, कान्दा बटेटा लसुन घरमा, अरू फ्रिजमा तरकारीहरू पनि केही थिएन। त्यो ल्याउनको लागि 600 रुपियाँ दिएको थियो। 600 रुपियाँमा के आउँछ आजकलको जमानामा गाइस? आउँछ केही पनि आउँदैन। सो गाइस आजकल मैले भ्लग नबनाएको धेरै दिन भयो। मैले आजदेखि स्टार्ट गरिरहेको थिएँ। अबदेखि रोज बनाउने थियो। मेरो बिचमा न फोन खराब भयो थियो, त्यसैले मैले बनाएको थिएन गाइस। सो गाइज मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो छोटो भिडियोलाई धेरै माया दिनु होला। बाई बाई।